हेलो साथीहरू, गुड मर्निङ सेवारो नमस्ते सबैजनालाई वेलकम छ। आज पनि मेरो न्यू ब्लगमा तपाईहरुलाई सबैजनाले भिडियो अन्तिमसम्म हेरेर मलाई मेरो च्यानललाई सब्स्क्राइब गरिदिन नभुल्नु होला है साथीहरू। हेलो साथीहरू, मलाई भोक लागेर पिपल खान लागेको अनि सिलम बनाएर आज पनि हाम्रो ठाउँमा पानी पर्न आँटेको छ, तर पानी आउँदैन। म चाहिँ जसको बाटोतिर हाम्रो कर्साबारीमा चाहिँ बैगुनहरू लटरम्म फलिरहेछ है साथीहरू। यतिको जाँगर चाहिँ हुनुपर्छ, यतिको जाँगर भएन भने मुख आँगर गर्न मिल्दैन अरे साथीहरू। यो बोडी कहिले फलेर खानु, बोर्ड पो सुकिछ। यो चाहिँ हाम्रो पैसाको बोट हो, यिनीहरू पनि छैन भने चाहिँ अनि पैसा आउने बाटो हुँदैन। चाहिँ यो पैसाको बोटहरू हो। ओइ आइद ल, अब यो टमाटर फलेर यति धेरै खाइन्छ नि साथीहरू। पछि चटनी पकाएर पुरै फटकाएर खानुपर्ने हुन्छ। हाम्रो चाहिँ यो सब्जी बारी हो। यो काब्राले कति राम्रो पौलो फेरिराखेको छ। मासु आजको लागि चाहिँ मासु मैले काटिसकेँ। हाम्रोतिर चाहिँ बदिलको मासु बदिल मारेको थियो, हजार के भन्छ त्यो मारेको थियो। हामीले चाहिँ डम्मेसँग आधी केजी ल्यायौँ। त्यसपछि मैले काटकुट पारेर अब पकाउनु पर्ने हुन्छ साथीहरू। मैले मासु पकाएँ भने चाहिँ आफैले भात दिएर खाइदिन्छु। अनि फेरि मलाई मासु छ भने चाहिँ भात पनि यति छिटो पकाउनु मन लाग्छ कि टक्कैसँगले यहाँनिर पकाएर खानुपर्ने हुन्छ। म फेरि भात मासु छ भने चाहिँ भात पकाएर पनि मासु पकाएर पनि कसैलाई पर्खिँदिनँ, एक्लै खाइदिन्छु छिट्टो छिट्टो। हस् साथीहरू, आजलाई यति नै। भोलि फेरि अर्को ब्लगमा भेट्ने नै छौँ। मेरो भिडियो हेरेर लाइक एन्ड सब्सक्राइब गर्न नभुल्नु होला। सबैजना साथीहरूले अलिकति हानि थोरै हानि हेरिदिनु होला। राम्रो लागे राम्रो, नराम्रो लागे नराम्रो नि हेरिदिनु होला। जस्ट राम्रो छ भने राम्रो छ, छैन भने छैन, कमेन्ट पनि गरिदिनु होला। अनि आजलाई यति नै। भोलि फेरि अर्को ब्लगमा भेट्ने नै छौँ। अब पानी पनि आउन आँट्यो। आजलाई यति नै। बाई बाई साथीहरू।